फाइनली साथीहरू हामी चाहिँ जुन चाहिँ कामले अङ्कलको घरमा आएको थियौँ पुलिस लाइन हैन, त्यो काम चाहिँ अब भयो भएन। गुड न्युज पनि छ, ब्याड न्युज पनि छ हैन। सबैभन्दा पहिला तपाईहरु ब्याड न्युज सुनिहाल्नुहोस्। ब्याड न्युज चाहिँ के हो भन्दाखेरि चाहिँ हामी चाहिँ हाम्रो फ्यामिलीको प्रब्लम लिएर आएको थियौँ अङ्कललाई भेट्न। अङ्कल र आन्टीको फोटो हेर्नु, 50 एनिभर्सरीको फोटो हेर्नुहोस् न अङ्कल र आन्टीको। अङ्कल चाहिँ कहाँ जानुभएछ भन्दाखेरि चाहिँ अहिले चाहिँ अङ्कल चाहिँ बित्नु भइसकेको रहेछ। 1.5 वर्ष भइसकेको रहेछ अङ्कल बितेको। हामीलाई त थाहै थिएन हैन, सुनेर पुरा दुःख लाग्यो हैन। अब के गर्नु, संसारको नियम नै यस्तै छ, एक दिन जानै पर्छ। अन्त तपाईहरुलाई म अरु चीजहरु देखाउँदै जान्छु, हेर्नुस् ल। त्यही जान्छ त्यो यहाँ चाहिँ दाजु हुनुहुन्छ हो। दाजु चाहिँ टिचर हो। दाजुको बाबा चाहिँ हामी भेट्नु आएको, तर बाबा चाहिँ हुनुहुँदैन रहेछ हो। दाजुसँग बात मारी 1.5 वर्ष तपाईँहरूलाई चाहिँ मैले चाहिँ अब यस्तो युनिक चिजहरू देखाउँदैछु। दाजुले चाहिँ कति पहिलाको चिजहरू चाहिँ कलेक्सन गरेर राखिरहेको छ हो। हेर्नु सक्नुहुन्छ, ब्याट्री बिना चल्दैछ। यहाँ पुरानो हेर्नुहोस्। अब अहिलेको नानीहरू त सायदै अब यो पैसाहरू देखेको पनि थिएन होला हैन। हामीले पनि 5 पैसा 10 पैसादेखि चाहिँ हेऱ्यौँ हैन। यो 1 कन्ची चाहिँ देखाउ त। यहाँ हेर्नुहोस् 1 कन्ची। अरे जाऊ पुरानो त 10 पैसा दिएको 10 पैसा 5 पैसा 5 पैसा। यहाँ हेर्नुहोस् न पैसा। यो जुन चाहिँ तपाईहरुलाई मैले छानेर थिएँ, यो दुईटा पनि पैसा अरे ठुलो भएको छ नि जुन चाहिँ। अन्त यहाँ हेर्नु 1 पैसा 2 पैसा 3 पैसा 5 पैसा 4 आनी 20 पैसा 10 पैसा। यहाँनिर चाहिँ थुप्रै पैसाहरू, किसिम किसिमको पैसाहरू छ। उहिलेको पैसाहरू रहेछ हैन। अन्त यो उहिलेको पैसामा चाहिँ हामी चाहिँ 10 कन्ची 5 कन्चीहरू चाहिँ याद छ अलिअलि, प्राइमेरी स्कुल पढ्दा खान्थ्यौँ। अनि यो 1 कन्ची 2 कन्चीहरू चाहिँ हामीलाई थाहा छैन। अन्त यो धुलो भएको पैसा चाहिँ हेर्नुहोस् न कस्तो है, पुरानो न पुरानो। यो त कसो हाम्रो आमा बाउहरूले पनि देखेको छ कि देखेको छैन त्यो चाहिँ थाहा भएन। अनि बत्तीहरू हेर्नुहोस्, पुरानो धिप्रे बत्तीहरू जोकोले दिएको छ, सबैको नाम छ। हेर्दै जानुहोस् है त ल। यो छ, कसको नम्बर छ के छ, हामीले इम्पोर्टेन्ट नम्बरहरू अन्डरलाइन गरेर राख्थ्यौँ। अब कहाँको कोड नम्बर कति हो यसरी हुन्थ्यो, के हुन्थ्यो, यहाँ खोजेर चाहिँ त्यहाँबाट फोन गर्नु पर्थ्यो। धेरै छ अब कसको थियो त्यतिखेर। अहिले त मोबाइल आएर यो सबै गयो है। हामी यो गर्नु पऱ्यो। अरूले रिजेक्ट गरेको सामानहरू चाहिँ म ल्याएर राख्छु। मेरो कुनै इन्टेन्सन छैन बेच्नु कुनै के गर्नु, मैले जस्ट राख्नु लागि मात्रै मेरो प्लान छ। योभन्दा ठुल्ठुलो अलिक राम्रोसँग म्युजियम जस्तो बनाउने सानोतिनो जस्तो फ्याँकिएको चिजहरू। म तपाईँलाई एउटा सजेसन पनि दिन्छु सबैलाई। हामीले हेर्नुहोस् है, यो बल्बहरू नि अहिले यसको बल्ब चाहिँ के छ, हामीलाई सिम्पल भयो हामी देखेको भन्ने। तर यो बल्ब अहिलेदेखि नै तपाईँले साँचेर राख्नु भयो भने चाहिँ अबको 10-20 वर्षमा अब नानीहरूले देख्दैन यो बल्ब। अहिले जानुहोस् बजार जानुहोस्, CFL LED पाउनुहुन्छ, अझ हाइफाईहरू पाउनुहुन्छ। तर यो बल्ब चाहिँ के छ, अहिलेदेखि नै तपाईँ राख्नु चाहिँ तपाईँहरूले फ्युचरमा चाहिँ तपाईँहरूलाई चाहिँ काम लाग्छ होइन। जस्ट आउने जेनेरेसनलाई चाहिँ तपाईँले चाहिँ देखाउन सक्नुहुन्छ यो चाहिँ यस्तो हो भनेर। त्यसलाई म चाहिँ यस्तो चिजहरू राख्छु है। अब यो भयो यस्तोहरू भयो। अब यहाँ हेर्नुहोस् है, एउटा चिज चाहिँ के छ नि, यो क्यासेट एउटा जेनेरेसन हो है। यसमा पनि हामीले गीत सुन्थ्यौँ। अब यो CD यसमा पनि हामीले गीत सुन्थ्यौँ है। त्यहाँबाट उहिले हाम्रो बाजेहरू चाहिँ यस्तो सुन्नुहुन्थ्यो। अब एकैबाट जेनेरेसन वाइज गर्दा अब यहाँ नानीलाई उनीहरूलाई भन्यो भने त के हो है। अब के हो यो थाहा हुँदैछ, उनीहरूको खेल चाहिँ पाइनिस जस्तो लाग्छ होला उनीहरूलाई है। अब यो स्विच बोर्ड हेरेर चाहिँ कसैको घर भत्काउँदै थियो, त्यहाँ देखेँ मैले, उनीहरूले फ्याँकिरहेको थियो। मैले ल्याएँ घरमा राखिदिएँ। मेरो के छ, जसले जे दिन्छ उनीहरू नामहरू लेखिदिन्छु खासमा। कसैबाट किन्दिनँ पनि फर्स्ट अफ अल, र बेच्दिनँ पनि। आउँछ म चाहिँ अब यो बेच्न किन के भन्छ मलाई थाहा हुन्छ चाहिँ बेच्दिनँ है। र अब हेर्नुहोस् है, एक दुईवटा कुरा पहिले आउँछ बिना प्रोग्रामकै यस्तो भएको बैठकको पनि मतलब है। र यो हेर्नुहोस् है, अब यो फोनहरू हामीले कट्टाएर फ्याँकिदिन्छ। कति त आजकल पुरानो फोन पनि बेच्छ। यो स्यामसङको फर्स्ट उयो हो, एन्ड्रोइड फोन हो यो स्यामसङको। हेर्नुहोस् यो स्यामसङको एन्ड्रोइड फोनहरू अहिले त मान्छे देख्दैन, फ्याँकिसकेको। आजकल त
किन्ने मान्छे नि त्यो च्याप्लावालाहरू आएर नि किन्छ है। यो फोनहरू हेर्नुहोस् है, यस्तो थियो फुटेको चाहिँ कसले फ्याँकेको फोनहरू चाहिँ मैले लिएर आएको, मलाई मागेको थियो, मैले दिएको। उनीहरू यो सबै एन्ड्रोइड फोनहरू यो कम्पनी हो, यो नोकियाको हो है। यसको त्यो फिगर्सहरू त्यति साह्रो केही थिएन, सिम्पल चिजहरू हो। यो स्यामसङ ग्यालेक्सी अब फर्स्ट एन्ड्रोइड फोन हो यो। त्यसले गर्दाखेरि चाहिँ सबैले उयो गर्नुपर्छ। अन्त उयो चाहिँ म उयो भयो है, बहिनीहरू आएको रूपमा निकाल्नु पाइनँ, बहिनीहरू हतारमा आउनुभएको रहेछ। बहिनीलाई यो चाहिँ के हो भने अब पहिला सुनहरू नाप्थ्यो के गर्थ्यो, मलाई साथीहरूले दिएको हो है। मतलब जसले दिन्छ के गर्छ उनीहरूको नाम लेखेर राखिदिन्छु, त्यही छ। अब बेच्ने सेच्ने मेरो प्लान पनि छैन, केही पनि छैन र किन्दिनँ पनि त्यस्तो पाराले। कसैले फ्याँकेको चिज चाहिँ ल्याएर चाहिँ म चाहिँ राख्दिनँ। र अर्को चिज चाहिँ छ, अब हेर्नुहोस्, म अब आफै 50 वर्ष पुग्नु आँटिसकेँ है। अब यो फर्स्ट मैले सिलाएको लुगा यो पनि मलाई युनिक लाग्यो नि। यो भोटो हो मेरो छोराको लुगा चाहिँ। यो छोरालाई पनि भोलि पर्छ उसको पनि लुगाहरू चाहिँ उसले हेर्छ भोलि। यो चाहिँ मैले मेरो भोटो जन्मेर चाहिँ आमा फर्स्ट लगाइदिनु सिलाएर लगाएको लुगा चाहिँ यो। त यसरी राखिदिनु भयो भने चाहिँ त्यो चाहिँ इन्करेज भयो है। अनि ह्यान्ड रिटर्न यो पोस्ट कार्डहरू चाहिँ उहिलेको पोस्ट कार्डहरू बाजेको टाइमको ह्यान्ड रिटर्नहरू लेखेको के लेखेको मतलब मैले भेटेर चाहिँ घरबाट राखेको त्यही हो। कुनै पनि म तपाईँलाई अहिले पनि कुनै फ्याँकेर राख्नु के गर्नु जतन छैन भने चाहिँ मलाई दिनुहोस्, म राखिदिन्छु। मजाले नामसँगै राखिदिन्छु। कहिले कहिले आएर फेरि आएर हेर्नु पनि सक्नुहुन्छ के हो कसो हो है। त्यही हो, अरू केही छैन। बहिनी पनि सडनली आउनु भएछ र गर्नु यस्तो केही थिएन। बहिनी अर्कै खासमा उहाँहरू अलिक आफ्नै प्रब्लम लिएर आउनुभएको छ, घरको बिसन्चो भएर त्यति के काममा आएको के काम उयो भयो, त्यही भएर चाहिँ थ्याङ्क यू बहिनीलाई भाइलाई है। यो न्युज पेपर छ नि, यो न्युज पेपर चाहिँ 1947 15 अगस्त भारत स्वतन्त्र भएको दिनकै न्युज पेपर। यो पनि दाजुले चाहिँ सँगालेर राखिराख्नु भएको रहेछ। हामीले त युट्युबतिर सर्च गरेर हेर्थ्यौँ होइन, पेपर नै रहेछ दाजुकोमा चाहिँ। हेर्नुहोस् न, म तपाईँहरूलाई सबै देखाउँछु दाजुकोमा के छ हेर्नुहोस् है। यो फोन हेर्नु, यो फोन कसले युज गर्यो? मैले चाहिँ युज गरेकै हो। 1 रुपियाँ कोइन हालेर गर्नु पर्थ्यो। यो फोन चाहिँ टाटा इन्डिकम। यो पनि दाजुकोमा रहेछ। कतिजनाले त देख्नु भएको थिएन होइन, अहिलेकोहरूले चाहिँ के देख्थ्यो त सब मोबाइलमा। हेर्नुहोस् न, तपाईँहरूलाई म पुरानो बिर्सिसकेको चिजहरू देखाउँदैछु, हेर्दै जानु। के रहेछ दाजुकोमा त। पुरानो टेलिफोन पनि छ। यो टेलिफोन पहिलाको पुरानो हो यो पनि। हेर्नुहोस् है साथीहरू, मैले चाहिँ अब तपाईँहरूलाई अङ्कलको रुममा लगेर जाँदैछु। यो जुन चाहिँ देख्नुहुँदैछ नि, यो बेड, यहाँ चाहिँ अङ्कल सुत्नुहुन्थ्यो अरे होइन। अन्त अहिले चाहिँ यहाँ चाहिँ आन्टी चाहिँ अहिले एक्लै हुनुभएको छ र अङ्कल चाहिँ अहिले यहाँ हुनुहुन्छ। हेर्नुहोस् कस्तो दुःख लाग्छ नि, मान्छेको जिन्दगी चाहिँ केही छैन रहेछ। नसोचेको घटना भयो, हाम्रो काम जे लिएर गएको थियौँ त्यो त पुरा भएन होइन। तर जे होस्, आज तपाईँहरूलाई मैले एन्टिक चिजहरू देखाएँ। कतिजनाले बिर्सिसकेको थियो, याद पनि थिएन, त्यो सबै देखाउनु पाउँदा चाहिँ मलाई खुसी पनि लाग्यो होइन। अन्त दाजुको भित्र बस्ने जग्गा मलाई साह्रै मन परेर चाहिँ मैले फेरि हेर्दै थिएँ, कस्तो मन पऱ्यो, कस्तो राम्रो रहेछ भन्दै थिएँ। मलाई चाहिँ पुरा मन पऱ्यो। तपाईँलाई चाहिँ के कस्तो लाग्यो साथीहरू कमेन्टमा भनिदिनुहोस्। अन्त दाजुको यहाँनिर चाहिँ बाहिर बरन्डा छ होइन, बरन्डा मजाले बनाउनु भएको रहेछ। त्यहाँ चाहिँ हावा ताप्दै बातसात गर्दै चिया खाने दिउँसो होइन, बेलुका साँझतिर। अन्त मेरो बुढा चाहिँ पुरा दाजुसँग मजाले गफ गर्दै थियो। अन्त अब हामी पनि हिँड्ने बेला भइसकेको थियो, किनकि पानी पर्दै थियो अलिअलि। अन्त पानीले भेट्छ भनेर अब हामी पनि निक्लिने बेला भयो साथीहरू। हेर्नुहोस् है त, फाइनली हामी चाहिँ दाजुसँग बिदा लिएर चाहिँ निक्लिसक्यौँ। आउँदै बाटोमा यस्तो ठुलो पानी पऱ्यो, हेर्नुहोस् न। पानी परेर चाहिँ हामी भिज्यौँ हो। भिजेर चाहिँ हामी चाहिँ एकछिन बाइक राखेर चाहिँ दोकानमा बसिरहेको थियौँ। अन्त मेरो भिडियो चाहिँ यहीँ एन्ड गर्छु। मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस्। अनि मेरो भिडियो कस्तो लाग्यो कमेन्ट पनि गरिदिनुहोस् ल।